हेलो हेलो सबैलाई नमस्कार भन्न चाहन्छु। फेरि पनि स्वागत छ आजको नयाँ ब्लग भिडियोमा। आज चाहिँ यो भिडियो हामीले जुकिना रातामाटाबाट बनाउँदैछौँ। किन भन्नुहुन्छ भने आजको यात्रा भनेको हाम्रो रातामाटाबाट शिवादहसम्मको रहने छ। त्यो कारणले गर्दाखेरि यता चाहिँ आज मौसम अलि फरक भएको कारणले गर्दाखेरि हामीले यो भिडियो बनाएका छौँ। के कस्तो हुन्छ अगाडिका ठाउँहरूमा तपाईँ भिडियोमा बनिरहनुहोस् है। तपाईले चाहिँ यो दृश्य देख्न सक्नुहुन्छ। अहिले अमरैबाट चाहिँ जुकिनासम्म निकै नै राम्रो बाटो बनेको छ। त्यति मात्र नभएर आजको माल चाहिँ कुहिरो लागिरहेको छ भने चिसो पनि बढिरहेको छ। यो दृश्य तपाईले देख्न सक्नुहुन्छ। आजको भिडियो हामीले ठाउँ ठाउँबाट बनाइरहेका छौँ भने तपाईहरुमाझ कस्तो लाग्छ यो भिडियो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सिनु भन्न चाहन्छु। आगामी दिनमा पनि तपाईहरुमाझ हामी आउने धेरै पछि भेटी भयो रचना रचनाले दाइ नलाइदेऊ बचना रे लैसाला रचनाले दाइ नलाइदेऊ बचना रे लैसाला भनेर हामीले गाउन सक्छौँ। यात्रा गर्दा गर्दै हामी चाहिँ जुकिना बजारमा आइसक्यो। तपाईले यो दृश्य देख्न सक्नुहुन्छ। आज पनि मौसम अलि फरक छ। हिजोभन्दा आज कुहिरो लागेको छ। यताउति देख्दा पनि गाउँ नदेख्ने भएको छ आज कुहिरोको कारणले गर्दाखेरि। र यति बेला चाहिँ स्कुलको छुट्टी हुने समय भएको छ। त्यही कारणले गर्दा नि बाटोमा विद्यार्थीहरू हात दिएर गाडी रोकाउने प्रयास गर्दै हुनुहुन्छ भने हाम्रा गुरुजीले चाहिँ आज गाडी नरोक्ने विद्यार्थीलाई भनेर भन्नु भइसक्नु भएको छ। त्यही भएर चाहिँ आज विद्यार्थी चाहिँ पैदल यात्रा गर्ने भएका छन्। यता अगाडि पनि देख्न सक्नुहुन्छ विद्यार्थीहरूले हात दिँदै बस रोकाउँदै हुनुहुन्छ भने आज गुरुले नरोक्ने अरे भन्ने कुरो हामीलाई जानकारी पाइयो। यो चाहिँ जुकिनाको माल हो। तपाईले यो दृश्य देख्न सक्नुहुन्छ। बाटो पनि निकै नै राम्रो बनाइएको छ अहिले भने। र तपाईँ भिडियोमा बनिरहनुहोस् के कस्तो लाग्छ। यति बेलाको समयमा चाहिँ हामी मालिकाबाट तल लागिसकेको छ। यहाँ चाहिँ बाटो मर्मत गर्नको लागि जेसीबीहरू खटिरहेका छन् भने सामान ओसार पसार गर्नको लागि टिप्पर पनि यहाँ देखिरहनु भएको छ तपाईले। यहाँ चाहिँ अब हामी केही समय कुर्नु पर्ने भयो। बाटो बनाइसकेपछि फेरि हाम्रो अगाडि जारी रहने। यति बेलाको समयमा चाहिँ हामी फुर्सामाटा दिउराली आइसकेको छ। यो दृश्य तपाईले देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ कुहिरो पनि लागिरहेको छ है बीचबीचमा। यो दृश्य तपाईले देखिरहनु भएको छ भने यहाँबाट चाहिँ उपल्लो बाटो हामी शिवाद जाने बाटो लाग्छ भने तल्लो बाटो चाहिँ ठुलाडुङ्ग्रे सानडुङ्ग्रे हुँदै जाने बाटो हो। भिडियोमा बनिरहनुहोस् है। अब उपल्लो बाटो शिवाद जाने बाटो क्रस गरिसकेका छौँ। अगाडि पनि बीचबीचमा कुहिरो लागिरहेको छ। यो दृश्य देख्न सक्नुहुन्छ। भिडियोमा तपाईँ बनिरहनुहोस् के कस्तो हुन्छ। हामी यात्रा गर्दा गर्दै चाहिँ यति बेला ठाडी चोर आइयो। यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। आजको भिडियो निकै नै बवाल भएको छ। तपाईँहरूले सेयर अवश्य पनि गर्नु होला है। यात्रा गर्दा गर्दा चाहिँ हामी चाहिँ यति बेला ठ्याक्कै आने डाँडा आइपुग्यो। तपाईँले अब यो गाउँ देख्न सक्नुहुन्छ। आर्ने डाँडा हाम्रो छिमेकी गाउँ। योभन्दा अगाडि हामी अब शिवादसम्म आइपुगेका छौँ। हेर्दा हेर्दै हामी पनि अब शिवाद आइपुग्यो। अब चाहिँ म यहीँबाट झरेर फेरि आफ्नो गन्तव्यतिर लाग्छु। आजको भिडियो कस्तो लाग्छ त्यस्तै सुझाव दिन नबिर्सिनु होला है।